अशोक लामा। स्वागत छ तपाईँहरूलाई मेरो अशोक लामा भ्लगमा। अनि म चाहिँ अहिले जङ्गलतिर आएको थिएँ बाख्रा चराउन। अब यसो देखाइदिउँ कि भनेर आएको जङ्गलतिर। कस्तो छ अब हेर्नु होला है जङ्गलतिर। आज धेरै दिनपछि भ्लग आएको छ मेरो होइन। म पनि सन्चो पनि थिएन अलिअलि, अनि बिरामी थियो, त्यही भएर कस्तो लाग्यो हेर्नु होला। जङ्गलतिर बाख्रा चराउन आएको छु म चाहिँ। हेर्नु होला साथीहरू, यहाँ बाख्राहरू छ होइन, पुरै चरिरहेछ, हिँडिरहेछ जङ्गलतिर। हेर्नु होला खोल्दाहरू पाखाहरू छ, त्यो पुरै जङ्गल पहाडहरू छ यतातिर होइन। अनि त्यही हो, आज चाहिँ म जङ्गलमा के भेटिन्छ त्यो सबैहरू देखाउँछु तपाईँहरूलाई। अनि हिजो त मुर्ली पनि देखेको थियो, आज चाहिँ कहाँ गयो त्यो पनि भिडियो पनि देखाउँछु म तपाईँलाई होइन। देख्यो भने म भिडियो बनाउँछु कस्तो छ हेर्नु होला। त्यतातिर बाख्राहरू चरिरहेछ, अनि यतिर पहाड भयो। अहिले देखाउँछु म है। अनि हाम्रो गाउँ नि हेर्नु होला यस्तो छ, पुरै पाखाहरू यस्तो छ। त्यो घर भइगयो। अनि वो त्यहाँ डाँडामा चाहिँ एउटा घुम्ने ठाउँ छ, त्यहाँ पुष्पलाल पार्क छ। अनि त्यहाँ पनि देखाउँछु म भोलि पर्सितिर, त्यहाँ पनि गएर कस्तो। अनि यतातिर नि हेर्नु होला घरहरू छ। अनि यो तल पनि छ तर रुखले छेकेको छ होइन, देखेन। त्यहाँदेखि पाखामा बसिरहेको छु जङ्गलमा। त्यही हो, कस्तो लाग्यो तपाईँहरूलाई मेरो भ्लग। आज चाहिँ त्यो मुर्ली चाहिँ देखेन, अनि भोलिपर्सि चाहिँ देख्छु। हाम्रै घरमा आएको थियो हिजो त, यतातिर हिँडिरहेको थिएँ। अनि आज चाहिँ देखेन क्या, त्यो कहाँ गयो अत्तो पत्तो भएन क्या। अनि आज देखेन, त्यो भोलिपर्सि देख्यो भने म बनाउँछु नि भिडियो है। अहिले लागि यति।